आज चाहिँ अब हामी बेस्ट सिभी र रेज्युमे के हो भन्ने कुरा गर्छौँ है। चाहे त स्टुडेन्टलाई होस्, प्रोफेसनललाई होस्, जब एप्लाई होस्, स्कलरसिप होस्, सबै कुरा सिभी चाहिँ चाहिन्छ है। अनि सुरुमै त डाइरेक्ट त भिडियो कलमा कोहीले पनि बोलाउन्न। सुरुमा त आफूलाई सेल गर्नको लागि त यु हेभ टु सेन्ड यर सिभी। तर मैले कति देखिरहेको हुन्छु भने कतिले पैसा मागिरहेको हुन्छ सिभी बनाउन, गुगलमा गएर कुनै वेबसाइटबाट सिभी बनाउन पर्यो भने नि साइन इन गर्न झमेला, यो झमेला त्यो झमेला, त्यो सबै क्लियर गरिदिन्छु म है। अनि मैले अर्को कुरा पनि के देखिरहेको हुन्छु भने मान्छेहरूको सिभीमा जुन गल्ती मैले पनि गर्थेँ है। अब सिभीमा फोटो राखिन्छ, त्यो पनि गलत हो। सिभीमा डिफ्रेन्ट कलर्स बनाएर कलरफुल बनाउन खोजिन्छ, त्यो पनि गलत हो। रेयरली कहिले काहीँ चाहिँ त्यस्तो खाले सिभीहरू चाहिन्छ। जस्तै युरोपमा एप्लाई गर्ने हो भने युरोप पास समथिङ के भन्छ, त्यो सिभी डिफ्रेन्ट हो। तर त्यो भनेको एकदमै रेयर केस हो। जेनरली सिभीको फर्मेट भन्ने कुरा एउटा एकदम पर्फेक्ट फर्मेट हुन्छ है, जसमा हामीले आफ्नो डिटेलको कुरा गर्छौँ, जसमा हामीले आफ्नो एजुकेसनको कुरा गर्छौँ, प्रोफेसनल एक्सपिरियन्सको कुरा गर्छौँ, रिसर्चको कुरा गर्छौँ, त्यहाँपछि गएर कोर्सहरू के लिएको छ, सर्टिफिकेसन्सहरू के छ। अब यो जुन डिफ्रेन्ट अर्गनाइजेसन्समा आफ्नो मेम्बरसिपहरू सबै कुरा इन्क्लुड गर्नुपर्छ सिभीमा चाहिँ होइन। अब के गर्न सकिन्छ भने एउटा बेस्ट वे चाहिँ मैले मेरो सिभी सेयर गर्नको लागि चाहिँ मैले मेरो सिभी चाहिँ एमएस वर्डवाला सिभी चाहिँ सेयर गरिदिन्छु। त्यो भएपछि चाहिँ त्यो वर्डमा चाहिँ जहाँ जहाँ मेरो इन्फर्मेसन्सहरू छ त्यसलाई चाहिँ हटाएर आफ्नो इन्फर्मेसन्सहरू चाहिँ एड गर्न मिल्छ है। त्यसपछि के गर्न मिल्छ भने त्यहाँ चाहिँ हेर्ने यो कुरा चाहिँ मेरो ल्याक रहेछ है सिभीमा चाहिँ। चाहे त मेरो रिसर्च पेज खाली भएछ, मेरो एजुकेसन इम्प्रुभ गर्न पर्ने रहेछ, अथवा मेरो प्रोफेसनल एक्सपिरियन्स बढाउन पर्ने रहेछ, सर्टिफिकेसन्सहरू हाल्न मिल्ने रहेछ, कोर्सहरू एड गर्न पर्दो रहेछ मैले भनेर चाहिँ थाहा हुन्छ। के गर्न सकिन्छ भने यो मेरो यो टिकटकको पेजलाई चाहिँ फलो गर्नु, यो भिडियोलाई मिल्छ भने लाइक, कमेन्ट, सेयर, फेभरेटमा हाल्ने के गर्न पनि पोसिबल भयो। अब यो टिकटकलाई फलो गरेर मेरो इन्स्टाग्राममा पनि गएर चाहिँ फलो गरेर त्यहाँ म्यासेजमा चाहिँ आफ्नो मेल लेखिदिनु। म डिरेक्टली हजुरको मेलमा चाहिँ के गरिदिन मिल्छ, मेरो सिभी चाहिँ एमएस वर्ड फाइलमा पिडिएफमा पठाउन एडिट गर्न लफडा हुन्छ, एमएस वर्ड फाइल मैले चाहिँ सेन्ड गरिदिन्छु। त्यो भएपछि मजाले चाहिँ त्यसलाई आफूले आफ्नो तरिकाले एडिट गरेर एकदम त्यहाँभन्दा टेन्सन लिन पर्दैन। सिभी र रिज्युमे मैले पठाएको फर्मेट युज गर्ने, मैले त्यही नै फर्मेट युज गर्छु जहिले पनि है। त्यो युज गरेपछि चाहिँ ढुक्क हुन्छ। अनि हेर्ने है कुन कुरा ल्याकिङ छ, के कुराहरू इम्प्रुभ गर्नुपर्छ भन्ने है त। ल त्यो गरौँ है त।